नमस्ते अनि फेरि पनि वेलकम छ म उरु छेत्रीको ब्लगमा। हजुरहरु सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेकी छु र म पनि सन्चै छु। आजको मेरो यात्रा छ दुबई टु नेपाल। म घर जाँदै छु अनि मेरो बाबा मम्मीलाई आज मैले सरप्राइज दिने सोचमा छु। सो मेरो सरप्राइज कस्तो हुन्छ त्यो पनि हेर्नु होला। आज बेस्ट फ्रेन्डको मेरो यात्रा हुँदैछ अब सुरु। अनि फर्स्ट टाइम नेपाल जानेहरू चाहिँ कन्फ्युज हुनुहुन्छ क्या, कति सामान लाने, कस्तो के चेक गर्छ, कतिवटा के लान मिल्ने भन्ने कुराहरुमा धेरै कन्फ्युज हुनुभएको छ। सो हामी पनि यस्तै कन्फ्युजमा छौं। आज म ट्राई गर्ने छु कि कतिसम्म लान मिल्छ, के लान मिल्छ र कस्तो नियम छ भनेर म हजुरहरुलाई देखाउनको लागि ट्राई गर्ने छु। सो लेट्स सी। ल नयाँ स्टाइल आयो हेर्नु साथीहरु। पहिला दही दिएर के दही खुवाएर बिदाई गर्थ्यो भने अहिले आइसक्रिम खुवाएर बिदाई गर्ने चलन आएको छ। अहिले गर्नु छ एयरपोर्टमा हैन र? एयरपोर्टमा हैन, यहीबाट लगाएर पठाउने का घरमा नि एयरपोर्टबाट लगाएर। ल मेरो पनि बनाइदे त। एयरपोर्टबाट लगाइदिन्छ के है। के त थापी गरे म। टाढाको यात्रा राम्रो होस् हैन। हामीलाई गएर नबिर्सिनु। ल अल्ला रे ल भनेको ल। अल्ला रे गयो। हाम्रो नयाँ स्टाइल आइसक्रिमको। के भन्नु भयो? साथीहरु तयारी हुँदैछ। हामी चाहिँ अहिले अब वेटिङमा छौँ। मैले थोरै जानकारी पाए अनुसार चाहिँ जे सामान पनि छ हामीले लगेजमा राख्नु पर्ने हुँदो रहेछ। जस्ट ब्याट्रीवाला चाहिँ राख्नु हुँदैन रहेछ, अरू चाहिँ हामीले लगेजमा राख्नु पर्दो रहेछ। अनि हामीले चाहिँ लगेजमा चाहिँ 40 केजी लयौँ। त्यसपछि हातमा चाहिँ सानो ह्यान्डब्याग छ हाम्रो 7 केजी, त्यतिसम्म दियो हामीलाई। अनि कुनै पनि युज नभएको कुराहरू छ भने हजुरहरूले सकेसम्म लगेजभित्रै राख्नुपर्ने हुँदो रहेछ। हामीलाई चाहिँ बाहिर लगेजभित्र नराख्नु भनेको थियो, तर हामीले चाहिँ बाहिर राखेको थियो। यहाँ आएर फेरि थाहा भयो कि बाहिर नराख्नु लगेजमा राख्ने भनेर। त्यही पनि अझै हामी वेटिङमै छौँ अहिले। हेरौँ अब पछि फेरि के हुन्छ भनेर। त्यस्तो डराउनु पर्ने चाहिँ केही पनि रहेन रहेछ खासै। अनि हामी चाहिँ सिम्पल तरिकाले आयौँ। हामी चाहिँ 3टा मोबाइलसम्म ल्यायौँ आफूसँग। अनि त्यसपछि सुन चाँदीहरू चाहिँ नर्मल तरिकाले लाउन पाउँदो रहेछ। अनि त्यहाँतिर चाहिँ नर्मल तरिकाले नै हामीलाई छिर्न दियो। सो हाम्रो चाहिँ सबै हामीले पहिले टिकटमा बनाएको भएको भएर हाम्रो चाहिँ केही पछि फेरि एक्स्ट्रा केही जोड्ने काम चाहिँ गरेन। र हामी छिर्यौँ अनि त्यसपछि हामी प्लेनमा चढेर हाम्रो यात्रा सुरु भयो। फाइनली हामी ट्रेन चढ्यो। 4 घण्टामा नेपाल पुगिन्छ। कतिको एक्साइटेड हुनुहुन्छ हजुर? धेरै छ, तर पनि यो मान्छेले मलाई झ्यालमा बस्नु नदिएको क्या। झ्यालमा बस्न नपाएर लडाइँ हुँदैछ यहाँ हाम्रो। तर म पनि बसेको छैन, त्यही भएर मैले पनि एकचोटि ट्राई गरौँ भनेर हो क्या। प्लेनबाट झर्ने बित्तिकै मैले ठुलो सरप्राइज पाएँ। मेरो सबै भाइहरू आएको रहेछ मलाई लिनलाई। एकदम खुसी पनि लाग्यो अनि थोडा अलिकति नर्भस पनि भयो म। त्यसपछि हामी घर आयौँ। घर आउने बित्तिकै मेरो मम्मी बाबालाई अचम्मको तरिकाले सरप्राइज दिन लागेको थियो। तर मेरो सरप्राइज चाहिँ त्यति अनौठो तरिकाको चाहिँ भएन। मेरो मम्मी बाबा त्यति रियाक्ट पनि दिनु भएन। सो सानोतिनो भयो। अनि मेरो दुबईबाट नेपालसम्मको यात्रा एकदम राम्रो भयो। बिचमा मैले दाइहरू पनि भेटेँ। कुनै भन्छन् नि कुनै सानो भेट पनि मिठो सम्झना अथवा केही हुन्छ भनेर, त्यस्तै दाइहरूसँगको साथीसँगको एकदम राम्रो भयो मेरो यात्रा। सो थ्याङ्क यू मेरो साथी र दाइ हजुरहरूको लागि। दुबईदेखिबाट नेपालसम्म साथ दिनुभयो। अनि मेरो चाहिँ यहाँ बाबा मम्मीको सरप्राइज यति नै भयो। मेरो मम्मी छक्क पर्दै बाबालाई भन्नुभयो छोरी आयो। त्यसपछि हल्का आँसु पनि झर्न लागेको थियो मेरो बाबा मम्मीको, तर कन्ट्रोल गर्नुभयो। सो मेरो सरप्राइज यहीँ सकियो। अनि मेरो ब्लग आजको लागि यति नै। म कोसिस गर्नेछु हजुरलाई मेरो डेली ब्लग देखाउनको लागि। सो यहाँसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। फेरि भेटौँला अर्को ब्लगमा। मैले सोचे जस्तो रियाक्ट चाहिँ भएन मेरो बाबा मम्मीको, ठिकै छ। त्यही पनि सरप्राइज दियो, मम्मी बाबालाई खुसी पनि लाग्यो। सो आजको लागि यति नै। बाई, फेरि भेटौँला अर्को ब्लगमा।